सो हेलो नमस्ते सम्पूर्णमा आज चाहिँ हाम्रो बिहेको कार्यक्रम चलिरहेको छ। यहाँ चाहिँ हामी चाहिँ दुली भित्राउने कार्यक्रम हुँदैछ। भर्खरै मात्र दुलीहरू आइपुग्नु भएको छ। भर्खरै मात्र हामीले दुलीलाई भित्राउँदैछौँ। दुली आइसक्यो भर्खरै। दुलीको दुलीहरूको दुलीपट्टिको पाहुनाहरू चाहिँ भर्खरै हामीले स्वागत गर्दैछौँ। सम्पूर्ण आमा बुवा सम्पूर्ण इष्टमित्रहरूलाई हामीले खातामाला लगाएर स्वागत गरिसक्यौँ हाम्रो लमजुङ आमुसुमाको भवनमा। सम्पूर्ण महानुभावहरूलाई हामीले एकदम राम्रोसँग स्वागत गरिसकेको छौँ। भर्खरै मात्र हजुरहरूले देख्न सक्नुहुन्छ र साथ सपोर्ट गरिदिनुहोस्। मेरो सानो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहोस्। सबैहरूलाई एकदम धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यो खाता माला लगाउँदै हामीले स्वागत गरेको हामीले बुवाहरूलाई एकदम खाता मालाले स्वागत गर्दैछौँ। यो दृश्यहरू देख्न सक्नुहुन्छ तपाईँहरूले। हाम्रो पोखराबाट आएको पाहुनाहरूलाई दुलाको आमाले खाता लगाएर स्वागत गर्दै हुनुहुन्छ पोखराको दुलीपट्टिको पाहुनाहरूलाई। यो सानो क्लिप हजुरले देख्न सक्नुहुन्छ। एकदम रमाइलो छ। हाम्रो पोखरापट्टिको पाहुनाहरूलाई एकदम राम्रोसँग खाता माला लगाएर सबैजनाले एकमुष्ट स्वागत गर्दै गरेको छौँ। हेर्दै गर्नुहोला मजाले। बिहेको रमझम एकदम रमाइलो चलिरहेको छ। अनि यो चाहिँ हामीले दुलाको घरमा भित्राउँदै गर्दाको सानो क्लिपहरू हामीले यसमा जोडेको छौँ। दुलीलाई बोकेर मजाले घरभित्र भित्राइसकेको छौँ। भर्खरै मात्र हामीले चाहिँ दुलीको भाइ रहेको छ, दुलीको बहिनी अनि दुलीपट्टिको सम्पूर्ण पाहुनाहरू एकदम रमाइलो चलिरहेको छ। अनि यो चाहिँ दुलाको बाउले टिका लगाउँदैको अनि यो चाहिँ दुलाको आमाले टिका लगाउँदैको दृश्य हो। देख्न सक्नुहुन्छ दुलीलाई टिका लगाउँदैछ दुलाको आमाले। बिहेको रमझम एकदम मजाले रमाइलो चलिरहेको छ। दुलाको आमाले दुलीलाई आशीर्वाद दिँदै अनि आयो त्यसपछि पोते लगाउने। दुलाले पोते लगाउँदैछ दुलीलाई। त्यसपछि चाहिँ सिन्दुर लगाउँदैछ हाम्रो दुला। सिन्दुर लगाउँदैको दृश्यहरू देख्न सक्नुहुन्छ तपाईँहरूले। हाम्रो चाहिँ यो गुरुङ कल्चरमा यस्तो रहेको छ। तपाईँहरूको के कस्तो छ कमेन्ट गर्नुहोला। अनि मङ्गलसूत्र लगाउँदैछ हाम्रो दुलाले। दुलीलाई मङ्गलसूत्र लगाउँदैको दृश्य
अनि चुरो लगाउँदैछ हाम्रो दुलीलाई। गुरुङ कल्चरमा चाहिँ यस्तो रहेको छ। तपाईहरुको के कस्तो छ कमेन्ट गर्नु होला, कमेन्ट गर्न नभुल्नु होला। हाम्रो दुलाको आमा दुला रहेको छ बाजे। हाम्रो दुली के अरे दुलाको बहिनी अनि दुलाको सानी आमा रहेको छ।